नमस्कार विद्यार्थी भाइ बहिनीहरू, म तपाईहरुकै शिक्षक देवी प्रसाद शर्मा। आज मैले यहाँहरुको लागि ज्यामिति अन्तर्गत कोण भनेको के हो र कोणका प्रकारहरू के छन् भन्ने सम्बन्धमा एउटा जानकारीमूलक सामग्री लिएर उपस्थित भएको छु। भाइ बहिनीहरूले एउटा गोलाकार अथवा वृत्ताकार वस्तु देख्न सक्नुहुनेछ, देख्नु भएको छ। र यो वृत्ताकार वस्तुको परिधिबाट दुईतिरबाट यसरी काटिएको छ केन्द्रबिन्दुसम्म। त्यसरी काटेर एउटा टुक्रा निकालिएको छ। यो सायद रोटी हुनुपर्छ। यो टुक्रा निकाल्दाखेरि बनेको जुन आकृति छ त्यो के कस्तो छ त भाइ बहिनीहरूले सोच्दै गर्नु होला। त्यस्तै अर्को यहाँ एउटा स्केल दिएको छ। त्यो स्केलमा दुईवटा रेखाहरू त्यसरी एक आपसमा जोडिएका छन्। त्यसरी जोडिँदाखेरि बीचमा एउटा आकृति बनेको छ। त्यो जोडिने ठाउँमा अब हामी सोच्न सक्छौँ कोण भनेको के होला र यसका प्रकारहरू के होलान्। यहाँ पनि दुईटा रेखाहरू एक ठाउँमा जोडिएका छन् र जोडिँदाखेरि बनेको आकृति छ। अर्को चित्र हेरौँ। भाइ बहिनीहरूले यहाँ देख्न सक्नुहुनेछ दुईवटा रेहरू यसरी एक आपसमा काटिएका छन् अथवा जोडिएका छन्। त्यसरी जोडिँदाखेरि जोडिने ठाउँमा एउटा आकृति बनेको छ। अब यहाँहरूलाई पक्कै पनि याद भएको हुनुपर्छ कोण भनेको के हो र कोण कस्ता कस्ता किसिमका हुन्छन्। अब कोण भनेको के हो त यहाँ हेर्नुहोस्। दुईवटा सरल रेखा अथवा किरणहरू रेहरू कुनै साझा बिन्दु जसलाई हामी शीर्ष बिन्दु भन्छौँ भर्टेक्स, त्यो भर्टेक्समा मिल्दा अथवा जोडिँदा अथवा दुईवटा सरल रेखाहरू एक आपसमा काटिँदा बन्न जाने कोण हो लाई हामी कोण अथवा एङ्गल भन्दछौँ। दुईवटा रेहरू अथवा सरल रेखाहरू एउटा कुनै साझा बिन्दु शीर्ष बिन्दुमा जोडिँदाखेरि अथवा काटिँदाखेरि बन्न जाने कोण हो भनेपछि हामीले बुझ्छौँ त्यो कोणलाई कोण भनिन्छ। अब हामीले कोणहरू के कस्ता किसिमका हुन्छन्, के का आधारमा फरक फरक हुन्छन् भन्ने कुरा हेर्नेछौँ। कोणहरू तिनीहरूको नाप अथवा मापनको आधारमा फरक फरक किसिमका हुन्छन्। जस्तै हामीले एउटा प्रोट्र्याक्टर हामीसँग भएको प्रोट्र्याक्टर हेर्ने हो भने 0बाट 180 सम्मका त्यहाँ कोणहरू देख्न सक्छौँ। त्यसै गरी दुईवटा प्रोट्र्याक्टरहरू आपसमा जोड्दा एउटा वृत्तमा बनेका विभिन्न कोणहरू देख्न सक्छौँ। अब ती कोणहरू
के कस्ता प्रकारका होलान् त? हामीले अब यो जानकारी हासिल गर्नेछौँ। ल हेर्नुहोस्, यहाँ समकोण दिएको छ। समकोण भनेको ठ्याक्कै 90 डिग्री मापन गर्ने कोण हो। दुईवटा रेहरू अथवा सरल रेखाहरू 90 डिग्री मापन गर्ने तरिकाले अथवा 90 डिग्रीको कोण बनाएर जोडिन्छन् आपसमा भने त्यसलाई हामी समकोण भन्छौँ। समकोणले ठ्याक्कै यल आकार बनाउँछ। यल आकार हेर्नुहोस् है, समकोणले यल आकार बनाउँछ। यो कोण नाप्दाखेरि, मापन गर्दाखेरि 90 डिग्रीको हुन्छ। हामीले प्रोट्र्याक्टर प्रयोग गरेर यो कोण नाप्न सक्छौँ। अब हेर्नुहोस्, समकोण भनेको ठ्याक्कै 90 डिग्री मापन गर्ने कोण हो भने सरल कोण भनेको ठ्याक्कै 180 डिग्री मापन गर्ने कोण हो। यसले सरल रेखा बनाउँछ। हामीले फिगरमा देख्न सक्छौँ। त्यो खप्टिँदाखेरि दुईटा रेखा आपसमा खप्टिँदाखेरि 0 डिग्री बन्छ र त्यो 0 डिग्री बढ्दै 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 गएर एउटा सरल रेखामा परिणत हुन्छ। त्यो सरल रेखामा परिणत हुँदाखेरि बीचमा जुन कोण बन्दछ त्यो सरल कोण हो। त्यस्तै अर्को कोण छ, एउटा न्यून कोण भनेको 90 डिग्री भन्दा कम मापन गर्ने कोण हो। 0 डिग्रीदेखि माथि र 90 डिग्री भन्दा तल को कोण बनाउने जुन रेखाहरूले त्यस्तो कोण बनाउँछन् भने त्यो कोणलाई हामी न्यून कोण भनेर भन्दछौँ। न्यून कोण भनेको 90 डिग्री भन्दा कम मापन गर्ने कोण हो भने अर्को एउटा कोणको प्रकार छ अधिक कोण। अधिक कोण भन्दा बित्तिकै 90 डिग्री भन्दा बढी तर 180 डिग्री भन्दा कम मापन गर्ने कोण हो। अथवा कुनै दुईवटा सरल रेखाले 90 डिग्री भन्दा माथि तर 180 डिग्री भन्दा कम अथवा तल को कोण बनाउँछन् भने त्यस्तो कोणलाई हामी अधिक कोण भनेर भन्दछौँ। अब यहाँ हेर्नुहोस्, एउटा घडी दिएको छ। त्यो घडीको मिनेट सुईले कति डिग्रीको कोण बनाएको होला घडीमा सोच्नुहोस्। घडीको मिनेट सुई घुम्दै जाँदाखेरि एक फन्को लगाउँदाखेरि कति डिग्रीको कोण बन्ला त्यो पनि यहाँहरूले विचार गर्नुहोस्। जसलाई हामीले घडीको मिनेट सुईले एक फन्को लगाउँदाखेरि बन्ने कोणलाई एक परिक्रमण भनेर भन्दछौँ। यो 360 डिग्री को हुन्छ र मिनेट सुईले एक फन्को लगाउँदाखेरि 360 डिग्री मापन गर्ने कोण बनाउँछ। जब मिनेट सुईले घडीको अनुहार अथवा फेस, बाहिर देखिएको फेस वरिपरि पूर्ण घेरा पुरा गर्छ, यसले 360 डिग्री मापन गर्ने कोण बनाउँछ, जसलाई हामी एक परिक्रमण भनेर भन्दछौँ। अब हामीले निम्न प्रकारका कोणहरूबारे जानकारी हासिल गरौँ अहिलेसम्म। जस्तै न्यून कोण, समकोण र अधिक कोण, तीनवटा कोणहरूबारे हामीले जानकारी गरौँ, हासिल गरौँ। त्यसै गरेर सरल कोण र एक परिक्रमको बारेमा पनि हामीले जानकारी लियौँ। न्यून कोण, समकोण, अधिक कोण, सरल कोण र एक परिक्रमणको बारेमा हामीले जानकारी हासिल
गरौँ। तर हामीले अझै काम सकेका छैनौँ, एउटा काम बाँकी छ। त्यो के हो भने कुन प्रकारको कोण, अब हामीले 0 देखि माथि 90 डिग्री भन्दा तल, त्यस्तै ठ्याक्कै 90 डिग्री, 90 डिग्री भन्दा माथि, 180 डिग्री भन्दा तल, ठ्याक्कै 180 डिग्री र 360 डिग्रीको बारेमा कुरा गरौँ। तर 180 डिग्री भन्दा माथि, 360 डिग्री भन्दा तल अथवा कम बनाउने अथवा मापन गर्ने कोणलाई के भनिन्छ होला? सोच्नुहोस् त विद्यार्थी भाइ बहिनीहरू। 180 डिग्री भन्दा बढी तर 360 डिग्री भन्दा कम मापन गर्ने कोणलाई हामी के भन्छौँ? हामी त्यसलाई बृहत कोण भनेर भन्दछौँ। चित्रमा देखाइएको छ, डट डट लाइनबाट देखाइएको छ। जुन कोण बृहत कोण हो, 180 डिग्री भन्दा बढी छ तर 360 डिग्री भन्दा कम रहेको छ। अब हामीले 6 प्रकारका कोणहरूको बारेमा जानकारी हासिल गरौँ। न्यून कोण, समकोण, अधिक कोण, सरल कोण, बृहत कोण र एक परिकल्पना। कोणहरूका प्रकार 6 प्रकार रहेछन्, जसलाई हामी न्यून कोण, समकोण, अधिक कोण, सरल कोण, बृहत कोण र एक परिकल्पना भनेर बुझ्दा रहेछौँ अथवा पहिचान गर्दा रहेछौँ। अब हामीले यो कोणको व्यावहारिक प्रयोग कहाँनिर हुन्छ अथवा कहाँ हुन्छ भनेर पनि हामीले सोच्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। जस्तै घर भवनहरू निर्माण गर्दा, भर्याङहरू हाल्दा ठडाउँदा, विभिन्न कामहरू गर्दाखेरि, हामीले भौतिक निर्माणका कामहरू गर्दाखेरि पनि त्यहाँ कोणहरू हामीले देख्न सक्छौँ र ती कोणहरूको प्रयोग भइरहेको हुन्छ। यहाँ चाहिँ हामीले जस्तै कैँची, कुर्ची लगायतका साइकल, रोटीको टुक्रा आदि इत्यादि वस्तुहरू देख्न सक्छौँ र यी वस्तुहरूमा पनि विभिन्न प्रकारका कोणहरू बनेका छन्। धन्यवाद भाइ बहिनीहरू। आज मैले कोण भनेको के हो र कोणका प्रकारहरू के रहेछन् भन्ने बारेमा यहाँहरूलाई जानकारी गराएँ। आजको यो सामग्री यहाँहरूलाई के कस्तो लाग्यो? यहाँहरू आजको सामग्रीबाट केही कुरा स्पष्ट हुन सक्नुभयो या भएन? प्रतिक्रिया दिँदै गर्नुहोला। अहिलेलाई बिदा चाहन्छु। धन्यवाद, नमस्कार।